प्रतीक्षा पौडेल, सृजना अधिकारी, विश्वाससँगै माया दिए, बदलामा चोट दियो, प्रेम चुनाव पक्कै जित्थे, तिमीले अन्तै भोट दियो। म अब मन्तव्यको लागि सभापति महोदय, प्रमुख अतिथि कृष्ण सुवेदीज्यू, खुसीले बोल्न सकिरहेको छैन। यति धेरै खुसी लागेको छ। जुन दिन थर्ड इयरका भाइ बहिनीहरू म कहाँ आए, सर हामी स्मारिका प्रकाशन गर्न लाग्छौँ, हामीलाई सहयोग गर्नु पर्यो। मलाई विश्वास लागेको थिएन भाइहरूले अथवा भाइ बहिनीहरूले स्मारिका प्रकाशन गर्लान् अथवा यो रूपमा आउला भन्ने मलाई लागेको थिएन। र साँच्चै मैले के लागेको थियो भन्दा स्मारिका प्रकाशन गरेर सुरु गरेँ, बिचमा गएर रोकिन्छ र हामीलाई झन् कलेजको शुद्ध बदनाम गर्छन् कि भनेर मैले त्यो चाहिँ मलाई डर लागेको थियो। र मैले हाम्रो व्यवस्थापन समिति शिक्षण व्यवस्थापन समितिको अध्यक्ष रामबाबु सरसँग यो बारेमा सल्लाह गरेँ, सर के गर्ने होला होइन, ठिक छ विद्यार्थीहरूले गर्न आँटेका छन् भने सहयोग गर्नुपर्छ, हामीले पनि गरौँ भन्नुभयो। र सरको निरन्तर प्रयास यति धेरै सर लाग्नुभयो जति म लाग्न सकिनँ होला, र विद्यार्थीहरू यति धेरै लागे र आज रूपमा आयो। यसले गर्दा म धेरै खुसी छु। यो स्मारिका प्रकाशन गर्नको लागि सहयोग गर्ने सबै भाइ बहिनीहरू, विज्ञापनदाता, लेख रचना प्रस्तुत गर्ने रचनाकारज्यूहरू सबैलाई म धन्यवाद दिन्छु। यो वेस्ट मोडल कलेजको केही संक्षिप्त इतिहास भन्दा 60 सालमा स्थापना भएको यो कलेज स्कुल हामी प्यारागन स्कुल चितवन प्रणाली अन्तर्गत सञ्चालन भएको थियो र यसले 64 सालमा आइपुग्दा हामीले स्नातक तहको कक्षाहरू सञ्चालन गऱ्यौँ र 67 सालमा आइपुग्दा एउटा स्थापित संस्थाको रूपमा यो स्थापित भइसकेको छ। पूर्व चितवनमा मात्रै नभई चितवन जिल्लाकै एउटा उच्च शैक्षिक संस्था जसले नर्सरीदेखि स्नातक तहसम्म एउटै छानामुनि सञ्चालन गर्ने हामी चितवनको एउटा मात्र संस्था हौँ। वेस्ट मोडल कलेजको जम्मा दुईटा उद्देश्य छ। एउटा अनुशासित विद्यार्थी उत्पादन गर्ने, अर्को क्वालिटी एजुकेसन दिने, गुणस्तरीय शिक्षा दिने। यो दुईटा कुराको लागि हामी सधैँ लडिरहनेछौँ। अनुशासनहीन विद्यार्थीहरूलाई निरन्तर कारबाही गर्दै जाने र गुणस्तरीय शिक्षाको लागि हामी अहोरात्र खटिरहने। यो दुईटा प्रतिज्ञा र प्रतिबद्धताका साथ हामी अहिले तेस्रो वर्षमा लडिरहेका छौँ। केही समय हाम्रो लागि कठिन भए जहाँ हामीसँग पर्याप्त भवन थिएन, उपयुक्त खेल मैदानहरू भइसकेको थिएन भने अब हामी केही तयारी भइसकेका छौँ र अब हामी यो दुईटा गुणस्तरीय शिक्षा र अनुशासित विद्यार्थी उत्पादन गर्नेतर्फ हामी लाग्दैछौँ र यसमा विद्यार्थी भाइ बहिनीहरू, अन्य व्यक्तिहरू सबैबाट सहयोगको अपेक्षा गर्छु र यस कार्यक्रममा आफ्नो व्यस्त समयका बावजुद पनि आउनुहुने प्रमुख अतिथि र अन्य अतिथिहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै मेरो दुई शब्द यहीँ टुङ्ग्याउँछु। धन्यवाद। राष्ट्र प्रमुखहरू छन् नि, एकै ठाउँमा जम्मा भएर आफ्नो देशको विशेषता, आफ्नो देशको केही छुट्टै पहिचानहरूको बारेमा गफ गर्न थालेछन्। निश्चय नै सामु पर्दा टोलाएर हेर्नु पर्ला, निश्चय नै सामु पर्दा टोलाएर हेर्नु पर्ला। साँच्चै भेट्न आउँछौ भने, साँच्चै भेट्न आउँछौ भने बोलाएर हेर्नु पर्ला। एकै शब्दमै मोहित पार्ने, एकै शब्दमै मोहित पार्ने बोली मैछ मिठास तिम्रो, एकै शब्दमै मोहित पार्ने बोली मैछ मिठास तिम्रो। चेहराती सुन्दर होलान्, बोलाएर हेर्नु पर्ला। साँच्चै भेट्न आउँछौ भने बोलाएर हेर्नु पर्ला। तिम्रो हात थमाउन लायक मलाई ठान्छौ भने, तिम्रो हात थमाउन लायक मलाई ठान्छौ भने एक पटक नजरमा नजर मिलाएर हेर्नु पर्ला। साँच्चै भेट्न आउँछौ भने बोलाएर हेर्नु पर्ला। मुटुभित्र सँगालेको माया मेरै निम्ति भए, मुटुभित्रै सँगालेको माया मेरै निम्ति भए। स्पन्दनको हरेक धड्कन
केलाएर हेर्नु पर्ला, साँच्चै भेट्न आउँछौ भने बोलाएर हेर्नु पर्ला। निश्चल तिम्रो प्रेममा समर्पण कति रहेछ, निश्चल तिम्रो प्रेममा समर्पण कति रहेछ, एक पटक विषको प्याल कति रहेछ, एक पटक विषको प्याला पिएर हेर्नु पर्ला, साँच्चै भेट्न आउँछौ भने बोलाएर हेर्नु पर्ला। धन्यवाद। म यहाँ आमन्त्रण गर्न चाहन्छु चितवनको साहित्यिक क्षेत्रका यस्ता सर्जक युवा उहाँको साहित्यिक रचनाहरूको त मैले बयानको साथमा हर पल हुनुपर्छ, तिमी मेरो साथमा हर पल हुनुपर्छ, नत्र मेरो हातमा के हुनुपर्छ, बोतल हुनुपर्छ। तिमी मेरो साथमा हर पल हुनुपर्छ, नत्र मेरो हातमा बोतल हुनुपर्छ। के छ यस धरतीमा चोखो वस्तु, के छ यस धरतीमा चोखो वस्तु, जे छ त्यो आमाको आँचल हुनुपर्छ। नमस्कार। यो अन्वेषण पत्रिका आज एउटा इतिहास बनेर यहाँ सामु विमोचन भएको छ। यो एउटा इतिहास हो। इतिहास सधैँ जित्नेहरूकै हुन्छ, मलाई लाग्छ हार्नेहरू कोही वीर हुँदैनन्। त्यसको हुनाले रमेश पौडेलको युनिट जसले यो अन्वेषण पत्रिका प्रकाशन गर्यो, अत्यन्त दुःख, अत्यन्त कष्ट र धेरै व्यवधानहरू झेलेर यो जुन रूपमा आज हामी माझ आएको छ, यसले नेपाली साहित्यमा, यसले पोस्ट मोडर्न कलेजका निमित्त पनि आगामी दिनसम्मका लागि एउटा गरिमामय रूपमा एउटा इतिहास पस्किएको मैले आभास गरेको छु। यो इतिहास हो। यो इतिहासलाई निश्चय नै पोस्ट मोडर्न कलेजले निरन्तरता दिनेछ। अब आउने थर्ड इयरका भाइ बहिनीहरूले फेरि भाग 2 प्रकाशन गर्नुहुनेछ। त्यो जोस, त्यो जाँगर र त्यो सिप, त्यो कला रमेश पौडेलले यहाँहरूलाई छोड्नुहुनेछ। त्यो युनिटले यहाँहरूलाई छोड्नेछन् र यहाँहरूले यस्तै सुन्दर कृति अर्को वर्षमा प्रकाशन गर्नुहुनेछ भाग 2, जसलाई हामी फेरि निहाल्न पाउनेछौँ। त्यो भाग्य फेरि हामीले पाउनेछौँ भन्ने यहाँको ध्यान आकर्षण गर्न चाहन्छु। एकछिन यता तान्न चाहन्छु म। थाहा छ तिम्रो सहरमा जे पनि हुन सक्छ, थाहा छ तिम्रो सहरमा जे पनि हुन सक्छ, यहाँ रहरै रहरमा जे पनि हुन सक्छ, थाहा छ तिम्रो सहरमा जे पनि हुन सक्छ। ढुक्क भएर बस्ने जमाना छैन यो समय, ढुक्क भएर बस्ने जमाना छैन यो समय। के ठेगान हाम्रो घरमा जे पनि हुन सक्छ, थाहा छ तिम्रो सहरमा जे पनि हुन सक्छ। युग युगसम्म बाँच्ने र मर्ने कुरा नगर, युग युगसम्म बाँच्ने र मर्ने कुरा नगर। आँखा आँखा साथीकै भरमा जे पनि हुन सक्छ, थाहा छ तिम्रो सहरमा जे पनि हुन सक्छ। देखेर दुष्ट सपनाहरू खुसी हुनु पर्दैन तिमी, देखेर दुष्ट सपनाहरू खुसी हुनु पर्दैन तिमी। अचानक भएर डरमा जे पनि हुन सक्छ, थाहा छ तिम्रो सहरमा जे पनि हुन सक्छ। म अन्तिम शेरमा आएँ। रात ओछ्याएर बाटो नहिँड्नु साँझ परेपछि, रात ओछ्याएर बाटो नहिँड्नु साँझ परेपछि। भन्न सकिन्न बगरमा जे पनि हुन सक्छ, थाहा छ तिम्रो सहरमा जे पनि हुन सक्छ। यहाँ रहरै रहरमा जे पनि हुन सक्छ, यहाँ रहरै रहरमा जे पनि हुन सक्छ। अब म 2 लाइन समर्पण गर्न चाहन्छु। मूर्ति बिनाको मन्दिर हुँदैन, मूर्ति बिनाको मन्दिर हुँदैन, छायाको स्पष्ट तस्बिर हुँदैन। मूर्ति बिनाको मन्दिर हुँदैन, छायाको स्पष्ट तस्बिर हुँदैन। इतिहास सधैँ जित्नेहरूकै हुन्छ, इतिहास सधैँ जित्नेहरूकै हुन्छ। हार्नेहरू कोही वीर हुँदैन, हार्नेहरू कोही वीर हुँदैन। हो, तपाईहरू कहिल्यै नहार्नुहोस्, सधैँ जितिरहनुहोस्, सधैँ अगाडि बढिरहनुहोस्। तपाईँको मस्तिष्क, तपाईँको ऊर्जाशील कलम सधैँ अगाडि बढिरहन सकोस्। र अन्तमा जाँदा जाँदै यहाँहरूलाई युवा पुस्ताको मन छुन सक्ने खालको छुन सकोस् भन्ने अभिवृद्धिले एउटा गजल रेकर्डिङ हुँदैछ। एक शेर सुनाउँदै यहाँलाई छोड्दै त्यो
इलेक्ट्रोनिक्स मिडियाबाट आउने गजल यहाँको प्रतीक्षाको विषय बनाउँदै म एकसाथ सुनाउन चाहन्छु। मरुँदा मसँगै रुने हजार छन्, मरुँदा मसँगै रुने हजार छन्, मेरो मायामा पागल हुने हजार छन्, मेरो मायामा पागल हुने हजार छन्। धन्यवाद। हुनुपर्दछ सङ्गीतमा मादल हुनुपर्दछ, गाजल हुनुपर्दछ। अब मैले झार्नु पर्यो, एकान्तमा यसरी नै रुने बानी गर्नु पर्यो। एकान्तमा बसी मैले डाको छोडी रोएको छु, एकान्तमा बसी मैले डाको छोडी रोएको छु, जिउन सकि जीवन भनी भगवान मैले छोएको छु। चोखो माया लाउँछु भनी पहिले नै मुटु साटी, चोखो माया लाउँछु भनी पहिले नै मुटु साटी, आज मलाई माथि चढाई फेदैबाट रुख काटी। तिम्रो यादमा रुँदा रुँदै आँसु मेरो सुकिसक्यो, तिम्रो यादमा रुँदा रुँदै आँसु मेरो सुकिसक्यो, माया प्रेम शब्दबाट विश्वास मेरो उठिसक्यो, माया प्रेम शब्दबाट विश्वास मेरो उठिसक्यो। हस् गर्दछु कि यहाँहरूको सद्भाव सहयोग र मायाले मैले आज यहाँ आएर यसरी उभिएर दुई शब्द बोल्ने मौका पाएको छु। आज सानो छोटो र रमाइलो किसिमको कार्यक्रम हामीले हेऱ्यौँ। एउटा अन्वेषण पत्रिका विद्यार्थी भाइ बहिनीहरूको यो पहिलो प्रयासका रूपमा हामी माझ आइपुग्यो। अघि नै धेरै साथीहरूले भनिसक्नुभयो, पत्रिका प्रकाशन आफैमा साह्रै कठिन कार्य हो। यसका केही अनुभवहरू मसँग पनि गाँसिएका छन्। तर पनि पहिलो प्रयासका रूपमा यति स्तरीय हिसाबले हामीले जुन पत्रिका ल्यायौँ त्यसले हामीलाई ठुलो उत्साह उमङ्ग दिन्छ। यो एउटा इतिहास हो यस कलेजको लागि र यस कलेजमा अहिले पढ्ने विद्यार्थी भाइ बहिनीहरूको लागि यो भविष्यको एउटा सम्झना पनि हो। यहाँ धेरै नवोदित सर्जक भाइ बहिनीहरूको साहित्यिक सङ्गालो पनि छ। नेपालको इतिहासमा पत्र पत्रिकाको प्रकाशन धेरै नै अगाडिदेखि साहित्यसँग पनि जोडिएको छ। हामीले नाम सुनेका गोर्खापत्र, सुन्दरी, माधवी, शारदा, रूपरेखा सबै पत्र पत्रिकाहरू यदि त्यतिखेर ननिक्लिएका भएदेखि आज हामीले चिनेका धेरै साहित्यकारहरू अन्धकारमै हुन्थ्यो होलान्। र वास्तवमा हामीसँग सृजना भएका हाम्रा सुनौला रचनाहरू जनसमक्ष पुर्याउने एउटा ठुलो माध्यम पत्रिका पनि भए हुनाले र त्यो प्रयास यहाँबाट विद्यार्थी भाइ बहिनीहरूले गरेका हुनाले त्यो साह्रै प्रशंसनीय कार्य छ। म यो पत्रिकाले यस्तै निरन्तरता पाओस् र जाने सिनियर भाइ बहिनीहरूले आउने साथीहरूलाई पत्रिका प्रकाशनका आफ्ना अनुभवहरू सेयर गरेर अर्को अङ्कको लागि उत्साह उमङ्ग भइदिउन्, म यो कामना समेत गर्दछु। र यो कलेजको इतिहासमा अघि प्रिन्सिपल सरले छोटो रूपमा यसको आफ्नो परिचय पनि दिनुभयो। छोटो अवधिमा यतिको भौतिक विस्तार र यसरी यो कलेज अगाडि बढेको छ, साह्रै यो क्षेत्रको लागि पनि एउटा खुसीको कुरा हो। र शिक्षाको सबभन्दा ठुलो गुणस्तरीय शिक्षा नै हो हाम्रो बाटो भनेको। अघि वैकुण्ठ सरले हाम्रो उद्देश्य नै हो भन्दा मलाई साह्रै खुसी पनि लाग्यो। अहिलेको शिक्षा सिपमूलक व्यवहारिकमूलक हुनु आवश्यक छ। हामीले यो पत्रिका निकालेका छौँ, यसमा खट्ने भाइ बहिनीहरूले भोलिको दिनमा थाहा पाउनेछन् कि वास्तवमा हामीले त्यतिखेर कतिपय कक्षाहरू हापेर छोडेर भए पनि यसमा जुन दौडियौँ त्यसको उपलब्धि यहाँ अहिले यसरी हामीलाई काम लाग्यो भन्ने कुरा भोलिको दिनले बताउनेछ। किनभने व्यवहारिक ज्ञान ठुलो ज्ञान हो। अबको उत्पादन व्यवहारिक हुन सकेन भने हामी बजारमा बिक्न सक्दैनौँ। हामी खोटो सिक्का जस्तो हुन्छौँ, हामीलाई कसैले वास्ता गर्दैन। त्यसो हुँदा कलेजको मुख्य उद्देश्य नै विद्यार्थीहरूको उत्पादन भनेको गुणस्तरीय उत्पादनतर्फ ध्यान दिनुपर्ने हुन्छ। र हामी पनि विद्यार्थी भाइ बहिनीहरूले सिक्नुपर्ने कुरा के हो भने हामी पनि यदि गुणस्तरीय भएर निक्ल्यौँ भने आज जुन विषय लिए पनि जे विषय पढे पनि हामी भोलि यो समाजमा सक्षम भएर निक्लन्छौँ। होइन हामीमा त्यो रहेन भने जतिसुकै जुनसुकै राम्रो विषय छान्दै हिँडे पनि भोलि हामी समाजमा नै पछाडि पर्छौँ। अहिलेको समाजले गुणस्तरीय व्यक्तिको खोजी गर्छ र
त्यही गुणस्तरीयताको लागि सैद्धान्तिक ज्ञान नभएर यो सँगसँगै हाराहारीमा व्यवहारिक ज्ञान पनि बटुल्नु आवश्यक छ। र वास्तवमा आज यो छोटो अवधिमा हामीले धेरै साथीहरूको कुराहरू पनि सुन्यौँ, धेरै साहित्यिक सङ्गालोहरू पनि हामीले ग्रहण गऱ्यौँ। यहाँ धेरै वरिष्ठ साहित्यकारहरूले आफ्ना रचनाहरू पनि सुनाउनु भयो, साह्रै खुसी लाग्यो र यो कार्यक्रम सफलतापूर्वक अब समाप्त पनि हुँदैछ र यसरी नै यो कार्यक्रमको अझ पूर्ण सफलताको कामना गर्दै आवश्यक सल्लाह र सुझाव दिइरहनुभएका आदरणीय दाजु पेद प्रसाद आचार्य, यसै क्वेस्ट मोडल कलेजका सहायक प्राध्यापक आदरणीय गुरु अनि शिक्षण व्यवस्थापन समितिका अध्यक्ष रामबाबु घिमिरे, क्याम्पस प्रमुख वैकुण्ठ मराठा लगायत क्वेस्ट मोडल कलेजमा आबद्ध सम्पूर्ण प्राध्यापकहरू र म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र स्मारिकाको सुरुदेखि गर्नुहुने विशेष धन्यवाद र समाप्त भएको घोषणा गरिदिनु हुन आजको यस कार्यक्रमका सभापति स्मारिका प्रकाशन समितिका संयोजक रमेश पौडेल, कृष्ण प्रसाद सुवेदीज्यू, त्यसै गरी विशिष्ट अतिथि पुष्प अधिकारी अञ्जलीज्यू, त्यसै गरी वरिष्ठ साहित्यकार तथा शिक्षाविद गुरु रामबाबु घिमिरेज्यू, प्रकाशन समितिको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। वास्तवमा स्मारिका प्रकाशन कार्य सोचे जस्तो सजिलो र सरल भन्ने रहेनछ। जसरी हामीले स्मारिका प्रकाशन गर्ने कुरो गरेका थियौँ, थालनी गरेका थियौँ, प्रकाशनको थालनीमा अथवा बिचबिचमा त्यो गर्ने क्रममा त्यति सहज ढङ्गले भने यसको काम गर्न सकेनौँ। बिचबिचमा विभिन्न समस्या तथा अवरोधहरू पार गर्दै आज यस विमोचनसम्म आइपुगेका छौँ र यस क्रममा विमोचनको यस सफल प्रकाशनको क्रममा सहयोग गर्नुहुने सम्पूर्ण साथीहरू तथा आदरणीय गुरुहरू तथा दाजुहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी यस विमोचन तथा स्वागत समारोहमा हाम्रो निमन्त्रणा स्वीकार गरी पाल्नुहुने सम्पूर्ण साहित्यकार तथा गुरुहरूप्रति पनि म विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। स्मारिका प्रकाशनको क्रममा निरन्तर सहयोग गर्ने साथी अथवा कम्प्युटर डिजाइनर रिजन केसीप्रति पनि म विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी प्रकाशनमा सहयोग गर्ने पञ्चकन्या प्रिन्टर्सलाई पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु। त्यसै गरी यस स्मारिका प्रकाशनमा सहयोग गर्ने सम्पूर्ण विज्ञापनदाता, लेख रचना उपलब्ध गराउने सम्पूर्ण लेखकहरू तथा साहित्यकारहरूप्रति पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। स्मारिकाको यस विमोचन कार्यक्रममा पाल्नुहुने सम्पूर्णलाई पुनः एकचोटि धन्यवाद दिँदै तथा यस स्वागत कार्यक्रममा उपस्थित हुनुभएका ब्याचलर पहिलो वर्ष तथा द्वितीय वर्ष, स्नातक पहिलो वर्ष तथा द्वितीय वर्षका सम्पूर्ण साथीहरूलाई स्वागत तथा शुभकामना व्यक्त गर्दै आजको यस विमोचन तथा स्वागत कार्यक्रम यहीँ अन्त्य भएको घोषणा गर्न चाहन्छु।
युनिक च्यानलको यो विशेष कार्यक्रमसँगै हामी उपस्थित भएका छौँ। क्यामेराम्यान साथी उदयराज मिश्र अनि म महेश पाण्डे। र आज तपाईँले यो कार्यक्रम हेरिराख्दाखेरि थाहा पाइसक्नु भएको छ आज हामी कहाँ छौँ भनेर। आज हामी क्वेस्ट मोडल कलेज रत्नगरमा रहेका छौँ र रत्नगरमा रहेको यस क्वेस्ट मोडल कलेजमा आज तृतीय वर्षका विद्यार्थीहरूले अन्वेषण भाग 1 नामक स्मारिका समेत निकालेका छन् र प्लस उनीहरूले फर्स्ट इयर र सेकेन्ड इयरका विद्यार्थीहरूलाई स्वागत कार्यक्रमको समेत आयोजना गरेका थिए र यो कार्यक्रमको हामी अन्त्यतिर पनि छौँ। र यहाँ यस कार्यक्रम भइराख्दाखेरि हामी यो कार्यक्रमको बारेमा थोरै बुझ्दैछौँ र यस कार्यक्रममा उपस्थित हुनुभएको थियो हाम्रो साहित्यकारहरूको समेत उपस्थिति रहेको थियो। र यतिखेर मसँग कुराकानी गर्नको लागि हुनुहुन्छ यस क्वेस्ट मोडल कलेजका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ रामबाबु घिमिरे। उहाँसँग कुराकानी गर्छौँ। उहाँ वरिष्ठ साहित्यकार समेत हुनुहुन्छ। सर स्वागत छ युनिक च्यानलमा। सर विशेष गरी आज यो अन्वेषण भाग 1 नामक यो पुस्तक स्मारिका निक्लिएको छ। यो स्मारिका निकाल्नुको महत्त्व के हुन्छ सर? थोरै प्रकाश पारिदिनुहोस् न। यो स्मारिकाको वास्तवमा के छ भने यो कलेजको नाम पनि क्वेस्ट मोडल कलेज छ र यो पत्रिकाको जो शीर्षक छ त्यो पनि अन्वेषण छ। त्यसबाट यो शीर्षकबाट नै के हो भने अलिकता खोजमूलक भन्नाले के हो भने विद्यार्थीहरूमा रहेको सृजनात्मक प्रतिभालाई पनि खोज्ने त्यस अर्थमा समेत यो रहेको छ। र खासमा यो स्मारिका जो छ यो 3टा चाहिँ यसको लक्ष्य छ जस्तो मलाई लाग्छ। पहिलो कुरा त के हो भने विद्यार्थीको जो सृजनात्मक प्रतिभा छ त्यो प्रतिभाको लागि अवसर। र दोस्रो कुरो स्मारिका भन्ने बित्तिकै के हो भने सम्झनाका लागि सम्झने भन्ने बित्तिकै हामी आउने कुराको परिकल्पना गर्छौँ। सम्झने भने बितेका कुरा सम्झिने हो। त्यस कारणले विद्यार्थीहरू जो अहिले तृतीय वर्ष मतलब बिएड र जुन म्यानेजमेन्टमा पढ्दैछन् त उनीहरू जीवनका क्रममा विविध टाढा पुगिसकेपछि पनि 15-20 वर्षपछि यो पत्रिका यसो पल्टाएर हेर्दाखेरि उनीहरूलाई आफ्नो जीवनको पूर्व स्मृति होला, आफ्ना साथीहरूको सम्झना होला र त्यो सम्झना पुनर्ताजगी होला। त्यस दृष्टिकोणले पनि यो चाहिँ एउटा महत्त्वपूर्ण मैले ठानेको छु। र अर्को कुरा चाहिँ यो पत्रिका निकाल्ने जो समूह छ ब्याच छ त्यो चाहिँ हाम्रो यो कलेजको पहिलो ब्याच हो। त्यस कारणले यो पहिलो ब्याचले एउटा चाहिँ कार्यक्रम अथवा यस खालको एउटा अभियान सञ्चालन गरेपछि आउँदा ब्याचहरूले पनि त्यसलाई चाहिँ फलोअप गर्ने र यो निरन्तरता होला भन्ने पनि मैले विश्वास गरेको छु। त्यस कारणले मूलतः यो विद्यार्थी केन्द्रित चाहिँ गतिविधि कार्यक्रम हो र यसमा उनीहरूकै सक्रियता उनीहरूकै एउटा एक्टिभिटीबाट यो चाहिँ भएको छ। सबभन्दा यसको राम्रो पक्ष चाहिँ मैले त्यो ठानेँ। र सरसँग थोरै औपचारिक कुराकानी गर्छु। तपाईँको केही बेर अगाडि मैले पुस्तक समेत पढेको थिएँ, लेख्नु नपर्ने कुराहरू भनेर चाहिँ त्यो पुस्तकमा चाहिँ लेखिएका तपाईँको आफ्नै धेरै कुराहरू चाहिँ निकै मलाई मन छुने खालको पनि लाग्यो। कस्तो खालको पुस्तक हो? थोरै यहाँनिर प्रश्न पनि जोडिएको छ। यो खास गरेर मेरो विधा चाहिँ निबन्ध हो। निबन्ध विधा पनि म आत्मपरक निबन्धहरू लेख्छु र आत्मपरक निबन्धको विशेषता के हो भने जहाँ लेखकले आफूलाई बढीभन्दा बढी खुलस्त गर्न सकु, आफ्ना कुनै पनि कुराहरू पाठकलाई लुकाएन भने पाठकको नजिक त्यो पुग्न सक्छ र पाठकले त्यसलाई चाहिँ बढी स्नेह गर्छन् भन्ने यसको सैद्धान्तिक मान्यता पनि छ। त्यस कारणले मैले त्यो किताबको नाम लेख्न नपर्ने कुराहरू किन राखेँ भने सायद त्यहाँ केही यस्ता व्यक्तिगत कुराहरू छन् जुन लेख्दाखेरि हुनसक्छ मेरो व्यक्तित्वमा अलिकता मानिसहरूले नेगेटिभ सोच्ने अवस्था पनि हुनसक्छ। तर म पाठकप्रति अत्यन्त इमान्दार रहेर त्यो नितान्त मेरा व्यक्तिगत कुण्ठाहरूलाई व्यक्तिगत जो चिन्ताहरूलाई मैले त्यसमा चाहिँ प्रकट गरेको छु। त्यसै कारणले त्यसको नाम पनि मैले लेख्न नपर्ने कुराहरू अझ पहिले यसको भित्री टाइटलमा के थियो भने नलेख्नुपर्ने कुराहरू थियो। हाम्रो साहित्यकार मित्र गोविन्दराज विनोदले चाहिँ होइन यसलाई यसो गरौँ भनेर भन्नुभयो। पहिला यसको शीर्षक चाहिँ नलेख्नुपर्ने कुराहरू थियो। त्यस कारणले यो आत्मपरक निबन्धहरूको सङ्गालो हो र यसमा मैले आफूलाई सकभर इमान्दार रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छु। र अन्तमा चाहिँ सर तपाईँकै त्यही लेख्न नपर्ने कुराहरूमा जुन तपाईँको यो पुस्तक छ यसबाट यो एउटा लाइन चाहिँ मलाई निकै मन पनि परेको थियो। तपाईँको आफ्नो व्यक्तिगत कसले भन्छ रामबाबु कङ्गाल भयो भने त्यो लाइन चाहिँ अलिकति थोरै भनिदिनुहोस् न सर। आफै त्यो बडा रमाइलो भन्नु भन्नेहरू भन्छन् रामबाबु घिम्रे टाट पल्टियो, भन्नेहरू भन्छन् रामबाबु घिम्रे टाट पल्टियो। खै म कसरी सम्झाउँ मसँग डबल किडनी छ जसको मार्केट प्राइस कम्तीमा पनि 1 लाख छ, जसको मार्केट प्राइस कम्तीमा पनि 1 लाख छ। एकदमै राम्रो र एउटा मार्मिक कुरा पनि जोडिदिनुहोस् सरलाई। धन्यवाद हामीसँग यो कुरा खेलेको छ।
हामी कुराकानीको क्रममा नै रहेका छौँ। अझै 2-4जना व्यक्तिहरूसँग हामी कुराकानी गर्नेछौँ यो पुस्तकसँग सम्बन्धित रहेर र आजको यो कलेजसँग सम्बन्धित रहेर। हामी कुराकानीकै क्रममा रहेका छौँ र यतिखेर मसँग हुनुहुन्छ यस क्वेस्ट मोडल कलेजका क्याम्पस प्रमुख हुनुहुन्छ र यस अन्वेषण भाग 1 जुन निक्लिएको छ स्मारिका यसका संरक्षक समेत हुनुहुन्छ श्री वैकुण्ठ मरहट्टा सर। सरलाई स्वागत छ युनिक च्यानलमा। र सर आज जो तपाईँहरूको कलेजमा थर्ड इयरमा पढ्ने विद्यार्थीहरूले चाहिँ यो अन्वेषण भाग 1 नामक स्मारिका निकालेका छन्, कस्तो लागिरहेछ सरलाई चाहिँ, के भन्नुहुन्छ? मैले पनि भने मेरो सबैभन्दा जीवनको खुसीको क्षण भनेर यसलाई लिएको छु, किनकि जुन बेलामा हामीले 2064 सालमा यो कलेज स्थापना गऱ्यौँ त्यो कलेज स्थापना गर्दा हामीले यो अवस्थामा आइपुग्ला जस्तो सोचेको पनि थिएनौँ। एउटा सानो कोठाको एउटा घरको कोठा भाडामा लिएर हामीले कक्षाहरू सञ्चालन गऱ्यौँ र त्यो कक्षा सञ्चालन गर्दाखेरि हामी यो अवस्थामा आइपुग्ला जस्तो लागेको थिएन। र अहिले स्मारिका प्रकाशन गर्दाखेरि मलाई के लाग्छ भन्दा तृतीय वर्षका विद्यार्थीहरू आएर सर हामी स्मारिका प्रकाशन गर्छौँ हामीलाई सहयोग गर्नु पऱ्यो भनेर भन्दाखेरि यी विद्यार्थीहरू केटाकेटी यस्ता छन् र यी केटाकेटी विद्यार्थीहरूले के गरेर यी स्मारिका प्रकाशन गर्लान् जस्तो लागेको थियो र अहिले जुन रूपमा अहिले आएको छ यसले मलाई यति धेरै खुसी तुल्याएको छ कि म यो शब्दमा प्रकट गर्ने सकिरहेको छैन। र जुन यो अन्वेषण भाग 1 नामक स्मारिका निक्लिएको छ यो स्मारिकाले चाहिँ विद्यार्थीहरूलाई चाहिँ एक किसिमको कस्तो प्रेरणा मिले जस्तो लाग्छ? यस्तो स्मारिका प्रकाशनको लागि निकै चुनौतीहरू पनि छ, त्यो चुनौती पार गर्दै उनीहरूले स्मारिका निकालेका छन्। उही एउटा परिवारको पहिलो सन्तानले माया पाएको हुन्थ्यो त्यस्तै माया यी विद्यार्थीहरूले पाएका थिए। सम्भवतः यिनीहरूसँग हामीसँग सधैँ घुलमिल भएर बसेका विद्यार्थीहरू हुन् र यसले दुईवटा काम गरेको छ। एउटा विद्यार्थीहरूलाई नै अब हामी के गर्न सक्छौँ भन्ने प्रेरणा दिएको छ, अर्को कलेजलाई पनि यी विद्यार्थी अब हाम्रा विद्यार्थी एकदम सक्षम भएछन् पाएको भएछन् भन्ने चाहिँ हामीले अनुभव गरिरहेका छौँ। र अन्तमा यतिखेर युनिक च्यानल हेरेर बस्नुहुने लाखौँ दर्शकहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ र जो तपाईँहरूका विद्यार्थीहरू जसले चाहिँ आज स्वागत गर्नुभएको छ, स्वागत कार्यक्रम समेत थियो र स्मारिका समेत निकाल्नुभयो, विद्यार्थीहरूको लागि तपाईँको अन्तिम सन्देश चाहिँ के रहन्छ? अब क्वेस्ट मोडल कलेज चितवन जिल्लाकै सर्वोत्कृष्ट कलेज हो जहाँ नर्सरीदेखि स्नातक तहसम्म कक्षा सञ्चालन हुन्छ र हामी दुईवटा लक्ष्यका साथ अगाडि बढेका छौँ। एउटा अनुशासन कायम गर्ने, अर्को गुणस्तरीय शिक्षा दिने। र त्यही गर्दा जस्तो गुणस्तरीय शिक्षाको लागि भन्यो भने हामीले BBS र का विद्यार्थीहरूलाई निःशुल्क ट्याली प्याकेज सञ्चालन गरेका छौँ, निःशुल्क यो इन्डस्ट्रियल टुर गरेका छौँ, एक्स्ट्रा क्लासहरू निःशुल्क गरेका छौँ। BEd तर्फका विद्यार्थीहरूको लागि हामीले निःशुल्क कम्प्युटर प्रोग्राम जुन बेसिक कोर्सहरू गरेका छौँ त्यो गरेका छौँ, निःशुल्क यो स्कुल भिजिटिङ प्रोग्रामहरू गरेका छौँ। यो हाम्रो लागि हो भन्दा अब कोही पनि विद्यार्थीहरूलाई यो कलेजमा हामी स्वागत भन्न चाहन्छौँ। धन्यवाद सरलाई। धन्यवाद। हामी कुराकानीको क्रममै रहेका छौँ र यतिखेर फेरि कुराकानीको क्रममा हुनुहुन्छ यस क्वेस्ट मोडल कलेजका प्रशासकीय अधिकृत र यो अन्वेषण भाग 1 का सल्लाहकार समितिका सदस्य समेत हुनुहुन्छ सुहेन्द्र राज खरेल। सरलाई स्वागत छ युनिक च्यानलमा। सर कतिको खुसी हुनुहुन्छ आज तपाईँहरूको कलेजमा तृतीय वर्षका विद्यार्थीहरूले यो स्मारिका निकालेका छन्, स्वागत कार्यक्रम समेत आयोजना गरे? वास्तवमा सञ्चालकको हैसियतले म यो कलेज स्थापनाबाट यसमा संलग्न रहे पनि यसको दैनिक गतिविधिमा प्रशासन हेर्ने सन्दर्भमा वैशाख 1 गते 2067 साल वैशाख 1 गतेबाट मेरो यहाँ प्रत्यक्ष संलग्नता भएको हो। यहाँ आउँदाखेरि प्रारम्भमा हाम्रो क्याम्पस प्रमुखले भनिसक्नु भएको छ, प्रारम्भमा हामी जे जस्तो सुकै अवस्थामा रहे पनि अहिले हजुरले हाम्रो यहाँको मतलब चाहिँ भौतिक अवस्था, हाम्रो यो निर्माणाधीन भवन र साथसाथै हाम्रो मतलब चाहिँ पहिलो ब्याचका मतलब चाहिँ विद्यार्थीहरूको पनि एक खालको मतलब चाहिँ यो तपाईँको प्राइभेट सेक्टरमा पूर्वी चितवनमा भन्दाखेरि उल्लेख्य नै सङ्ख्यामा भन्नुपर्छ विद्यार्थीहरूको यो संलग्नता र विद्यार्थी भाइ बहिनीहरू जो हाम्रो मतलब चाहिँ पहिलो मतलब चाहिँ ब्याचमा मतलब चाहिँ उनीहरू चाहिँ हाम्रो यो ब्याचकरलाई मतलब सकेर मास्टर्स डिग्रीको तयारीमा छन्। उनीहरूले वास्तवमा यो अन्वेषण भाग 1 मतलब चाहिँ प्रकाशन गर्ने जुन जमर्को गरे र हामीले मतलब चाहिँ झिनो मतलब चाहिँ सहयोग गऱ्यौँ। मेरो विचारमा भाइहरूकै मतलब चाहिँ यसमा विशेष योगदान हो, यो एकदम कदरयोग्य छ। प्रतिभा सर यो यस्ता कार्यक्रमहरू र यस्ता जुन सृजनाहरू चाहिँ एउटा विद्यालय एउटा कलेजको लागि कति आवश्यक हुन्छ के भन्नुहुन्छ? अनि त निश्चित रूपले मतलब चाहिँ यस्ता एकाडेमिक इन्स्टिच्युटहरूमा यस्ता मतलब चाहिँ यी तपाईँको अन्वेषण भाग 1 जस्ता मतलब चाहिँ शैक्षिक सामग्रीहरू जुन विद्यार्थीहरूकै र विद्यार्थीहरू एउटा चाहिँ साहित्यिक क्षेत्रमा ख्याति प्राप्त गर्नुभएका साहित्यकारहरूबाट मतलब चाहिँ सङ्कलित र आफ्ना मतलब चाहिँ मनोभावनाहरूलाई तपाईँको एउटा विभिन्न लेखन माध्यमबाट मतलब चाहिँ एउटा तपाईँको कलेक्सन गरेका हुन्छन्। यसले त विद्यार्थीहरूमा एक खालको
तपाईँको साहित्यप्रतिको लगाव बढाउँछ, जुन म त चाहिँ हरेक अवस्थामा आवश्यक छ। र आजको मिति मैले के पनि एउटा प्रशासनमा रहँदाखेरि मलाई के पनि लाग्यो भन्दाखेरि म त चाहिँ कलेजमा पढ्दाखेरि पनि हामीले त्यो गर्थ्यौँ। यो भित्ते पत्रिका प्रकाशन यो मेरो विचारमा म क्याम्पस प्रमुख सरसँग पनि यो विषयमा कुरा गर्नुहोला र तपाईँको समितिमा पनि म त चाहिँ होइन शैक्षिक समितिका अध्यक्षज्यूसँग पनि यो कुरा राखौँला। यो तपाईँको यस्तै एउटा मनमा के चाहिँ आशा पलाएको छ भन्दाखेरि भाइहरूको म त चाहिँ आजको कार्यक्रममा उनीहरूको म त चाहिँ साहित्यिक सिर्जना, उनीहरूले म त वाचन गरेका म त चाहिँ गजलहरू, कविताहरू, यसले विद्यार्थी भाइ बहिनीहरूमा रहेका साहित्य सिर्जनाहरूलाई हामीले सकेसम्म साप्ताहिक नभए पाक्षिक अथवा मासिक हिसाबमा भित्ते पत्रिका मार्फत पनि निकाल्नुपर्छ कि भन्ने म त चाहिँ एक खालको म त चाहिँ भावनाको विकास गराएको छु। धन्यवाद सरलाई। हामी कार्यक्रममा रहेका छौँ र केही विद्यार्थी जसले यो पुस्तक निकाल्नु भएको छ उहाँहरूसँग थोरै कुराकानी गर्नेछौँ, त्यसपछि आजको यो कार्यक्रमलाई हामी टुङ्गाउँदैछौँ। र यतिखेर हामीसँग हुनुहुन्छ यस अन्वेषण भाग 1 जुन स्मारिका निक्लेको छ, यसको संयोजक हुनुहुन्छ श्री रमेश पौडेल, उहाँसँग कुराकानी गर्छौँ। रमेशजी, तपाईँलाई युनिक च्यानलमा स्वागत छ। र तपाईँहरूले जुन यो अन्वेषण भाग 1 नामक आज यो साहित्यिक पत्रिका निकाल्नु भएको छ, तपाईँहरूको स्मारिका निकाल्नु भएको छ, कतिको चुनौतीपूर्ण रह्यो यो स्मारिका निकाल्नु चाहिँ? वास्तवमा स्मारिका निकाल्नु भनेको सजिलो काम रहेनछ। हाम्रो यो पहिलो प्रयास हो। साथीहरूसँगको निरन्तर प्रयास, छलफल, अग्रज गुरुहरू तथा दाजुहरूको सल्लाहबाट हामीले यो स्मारिका सफलतापूर्वक प्रकाशित गर्न सफल भएका छौँ। साथीहरूको सहयोग, वास्तवमा स्मारिका निकाल्न त्यत्तिकै 1-2जनाले मात्र चाहेर एकजनाले मात्रै यो गर्छु भनेर सम्भव रहेनछ। समूहगत रूपमा एउटा टिम बनेर मात्र यसको चाहिँ सफलतापूर्वक प्रकाशित गर्न सकेका हौँ। हामीले यस स्मारिकामा चाहिँ हामीले बिचमा विभिन्न अवरोधहरू पार गरेका छौँ, विभिन्न बाधाहरू आएका छन्। तिनीहरूलाई सल्लाहकार समितिमा अथवा भनौँ नजिकका दाजुहरू उहाँहरूको सल्लाह सुझाव तथा साथीहरूसँगको निरन्तर छलफल, रचनात्मक तथा अब भनौँ सामूहिक छलफलबाट पार लगाउँदै आज यस स्मारिकाको सफल विमोचन कार्यक्रमसम्म आइपुगेका छौँ। र यो स्मारिका प्रकाशन समेत भइसकेको छ र अन्तमा चाहिँ जसले तपाईँहरूलाई स्मारिका निकाल्नको लागि सहयोग गर्नुभयो उहाँहरूलाई कसरी धन्यवाद दिनुहुन्छ तपाईँ? धन्यवाद जसले हाम्रो स्मारिका प्रकाशनमा सहयोग गर्नुभएको छ। विभिन्न विज्ञापनदाताहरू, रचनाकारहरूले लेख रचना उपलब्ध गर्नुभएको छ, उहाँहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु। उहाँहरूकै सहयोगले मात्र यो स्मारिका प्रकाशन सम्भव भएको हो। यदि उहाँहरूले सहयोग गरिदिनु हुन्थेन भने यो अवस्थासम्म आइपुग्न सक्थेनौँ। स्मारिकामा विभिन्न विज्ञापन तथा शुभकामना उपलब्ध गराएर विभिन्न व्यावसायिक व्यक्तिहरू भनौँ अथवा व्यापारीहरूले सहयोग गर्नुभएको छ, उहाँहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी स्मारिकामा विभिन्न साथीहरू तथा वरिष्ठ साहित्यकारहरूले पनि हामीलाई लेख रचना उपलब्ध गर्नुभएको छ, उहाँहरूपट्टि पनि म विशेष आभार व्यक्त गर्दै धन्यवाद दिन्छु। धन्यवाद तपाईँलाई। हामी अब अन्त्यतर्फ पनि आउँदैछौँ र थोरै कुराकानीको क्रमलाई चल्नुपर्ने हुन्छ। एकजना अर्का साथी हुनुहुन्छ, तपाईँको परिचय दिनुहोस्। मेरो परिचय म पुष्कर छेत्री, BBS थर्ड। कस्तो लागिरहेको छ आज तपाईँहरूले वेलकम कार्यक्रम पनि गर्नुभयो, यो पत्रिका स्मारिका समेत निकाल्नु भएको छ, कस्तो लागिरहेको छ? एक हिसाबले खुसी लागिरहेको छ र एकदम हर्षित पनि भइरहेको छु। र साथीहरूलाई म के हिसाबले के दुःखी लाग्यो भने सम्पूर्ण हामी जति साथीहरूलाई फर्स्ट इयर सेकेन्ड इयर सम्पूर्ण साथीहरू जतिलाई हामीले इन्भाइट गरेको थियौँ त्यति साथीहरू आउनु भयो एक हिसाबले। दोस्रो कुरो उहाँको के कारण हो होइन, जति हामीले अतिथिहरू बोलाएका थियौँ त्यति पनि आइपुग्नु सक्नु भएन होइन, त्यस कारणले अलिकति दुःखी पनि लाग्यो। तर समग्रमा विचार गर्दाखेरि चाहिँ हाम्रो कार्यक्रमहरू एकदम रमाइलो पनि भएर एकजना साथी हुनुहुन्छ, सचिव हुनुहुन्छ, कार्यक्रम सञ्चालक समेत हुनुहुन्थ्यो, धनञ्जय शर्मा पौडेल। धनञ्जयजीलाई पनि स्वागत गर्छु। कस्तो लाग्यो आज समग्र कार्यक्रम कस्तो रह्यो? समग्रमा आजको कार्यक्रमको बारेमा विश्लेषण गर्नुपर्दा मलाई स्मारिका प्रकाशन यो विमोचन कार्यक्रम वास्तवमै सफल भएको अनुभव गरेँ मैले। स्मारिका विमोचन कार्यक्रम भनेर हाम्रो लागि चाहिँ नितान्त पहिलो कार्यक्रम थियो। हामीले स्मारिका प्रकाशित गऱ्यौँ, प्रकाशितदेखि अहिले विमोचनसम्म आइपुग्दाखेरि हामीलाई हरेक गतिविधिहरू, हरेक पाइलामा नयाँ कदमहरू थिए, हामीलाई नयाँ अनुभव भयो र सरहरूको निरन्तर सहयोग, अग्रज दाजुहरू जसले पहिला पनि अन्य स्थानबाट यस्तो पत्रिकाहरू स्मारिकाहरू निकालिरहनु भएको छ, उहाँहरूको निरन्तर सहयोग सुझावले गर्दा हामी स्मारिका प्रकाशन गरेर आज विमोचन गर्न सफल भयौँ। आज जुन उत्साहपूर्ण किसिमले चाहिँ हामीले स्मारिका विमोचन पनि गऱ्यौँ र यसमा उपस्थिति पनि हामीले सोचेअनुसारकै नै रह्यो। हामीले त अझ सबै साथीहरूलाई समावेश गराउन सकेको भए, अझै बढी साथीहरूलाई समावेश गराउन सकेको भए हामी सफल हुन्थ्यौँ।
हामी तर हाम्रो अनुमान जे जस्तो थियो हाम्रो तयारी अनुसारको उपस्थिति रह्यो र समग्रमा कार्यक्रम सौहार्दमय वातावरणमा सम्पन्न भयो। र अन्तमा एकजना साथीसँग कुराकानी गरिसकेपछि आज कार्यक्रममा टुङ्ग्याउनेछौँ। हुनुहुन्छ गणेश थापा सर हुनुहुन्छ। गणेशजी एकदम अभिले रमिलो हाँस्नु नाच्नुभयो जस्तो कस्तो रह्यो सम्बन्धमा आज कार्यक्रम कस्तो लागिरहेको छ? आज तपाईँलाई स्वागत गर्नुभयो पत्रिका स्मारिका निकाल्नुभयो। सर्वप्रथम त उमेशहरू धन्यवाद र युनिक च्यानलको टिम सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु, किनभने आज हाम्रो यो पहिलो कार्यक्रम यो यस्तो भव्यताका साथ गरिएको पहिलो कार्यक्रम भन्नुपर्छ। त्यो कार्यक्रममा तपाईँहरूले साथ दिनुभयो, त्यसको लागि विशेष धन्यवाद। र हामीले निकाल्न खोजेका विभिन्न कसरतहरूमा सरहरूको साथबाट र अन्य अग्रज व्यक्तित्वहरूको साथबाट जो हामी अहिले आज सफलता मनाइरहेका छौँ, त्यो श्रेय भएको विद्यार्थी सम्पूर्ण साथीहरू र अग्रज शिक्षक वर्गहरूलाई धन्यवाद। आजको यो कार्यक्रमलाई भने यहीँनिर टुङ्ग्याउनु पर्ने हुन्छ र युनिक च्यानल हरेक कार्यक्रमहरूमा तपाईँको माझमा नै रहनेछ। र आज जुन यो अन्वेषण 2067 नामक स्मारिका साथमा चाहिँ यो पोस्ट मोडल कलेजमा तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी साथीहरूले चाहिँ जुन स्वागत कार्यक्रम र स्मारिका प्रकाशन गर्नुभयो, उहाँहरू सबैलाई धन्यवाद दिन्छु र विशेष गरी क्यामेरामा सहयोग गर्ने उदयराज मिश्रलाई पनि धन्यवाद दिँदै म तपाईँको आफ्नो साथी महेश माने बिदा हुन्छु। युनिक च्यानल हेर्दै गर्नुहोला। हवस् त, नमस्कार।